हेलो, नमस्ते। आज म एउटा महत्त्वपूर्ण जानकारी दिन गइरहेको छु तपाईँहरूको माझ। यस्तो छ कुरो कि जुन नेपालबाट दाजु तथा भाइहरू आउनुहुन्छ नि नयाँ-नयाँ साउदीमा, त्यो सिमको बारेमा हो। र कहिले पनि पसलवालाहरू बत्तामा हुन्छ नि बङ्गालीहरूको पसल, त्यसमा कहिले पनि सिम नलिनु होला है त। किनकि तिनीहरूले 10 रियाल 20 रियालमा अफर दिन्छ, अफर छ भनेर भन्छ, त्यसपछि तिनीहरूले स्क्याम गरिदिन्छ। एउटा सिमको साटो 8वटा 9वटा सिम निकालिदिन्छ। मेरो पनि नाममा थियो 8वटा सिम। मैले हिजो अस्ति भर्खरै बन्द गराएर आएको हो जेन अफिसबाट। जेनकै सिम, त्यो पनि प्रिपेड होइन, पोस्टपेड सिम निकालिदिन्छ बिलवाला। जुन हाम्रो छुट्टी जाने बेलामा एयरपोर्टबाटै फर्काइदिन्छ। त्यही भएर यस्तो समस्याहरूबाट बस्नु होला है त। र कसैलाई यस्तो समस्या छ भने कमेन्ट गर्नु होला है त। हामीले अफिस देखाइदिन्छौँ। जुन एरियामा हामी काम गर्छौँ, त्यो एरियामा जेनको अफिस राम्रो छ। त्यहाँ केटाकेटाहरू मात्र छन्, त्यसले बन्द गरिदिन्छ। अरू अफिस धेरै छन्, तर बन्द गर्दैन भन्छ। यस्तो पैसा लाग्छ, त्यो लाग्छ। पैसा तिरेर पनि बन्द गरिदिने यिनीहरू। त्यही भएर होसियार रहनुहोला र सतर्क रहनुहोला। हस् त, धन्यवाद। जय नेपाल। र एउटा कुरा